उनीहरूले हामीले बोले बुझ्छ नि बुझ्दैन होला के हामीले बोले बुझ्छ नेपालीहरू पनि धेरै बिहा गरेर चाइना जाँदा रहेछ चाइनामा छ र त्यस्तो धेरै नेपालीहरू बिहा गरेर जाँदा रहेछ नि त्यो चाहिँ थाहा त्यो उसको एउटा एकदम राम्रो युट्युबर छ नि भाग्य ए भागी नै बने भाग्य नेपालीको त्यसले हालिसक्यो चाइना गयो भने गाउँ तिम्रो? आइतबार पनि छ गइरहेको कि अब कन्ना काटिन्छ कि गइरहेको गरिरहने भद्रगोल नारीको सुटिङ हुन आइपुग्यो कहाँ हो टेनपिनमा तपाईँको भिडियो गरेँ के रहेछ तपाईँको तिरतिर धेरै कता हो बुढो आज कताको यात्रा चाइनातिर जाने कुरो पनि भइरहेको छ तपाईँलाई चाइनिज ल्याङ्ग्वेज आउँछ मलाई त आउँदैन अनि नेपाली बोल्ने हो बुझे बुझ्छ नबुझे हिन्दी यतिकै न्याउ भन्ने म्याउ म्याउ होइन न्याउ जाने नि आऊ नजाने नि आऊ नजाने म्याउ भन्ने ए अनि कहाँ आउन लाग्यो रे यो भद्रगोलको नारीको सुटिङ ठाउँ टेनपिपले बुझ्छ ल अनि आजको यात्रा कता रे कता कता हिँडिरहेको बाटो खाली छ घुराइरहनु भएको छ यो मुनि यता ए हो उयो अगाडिको पोलबाट राइट भद्रगोलको नारीको सक्किगनीको हो सहिता जानु खास बत्ती नै है गाडी जति काटे नि बाँधिदियो मैले यसैको भिडियो पनि हेरेको थिएँ कि सर्ट काटेको अनि आफैले पनि ट्राई गरेँ कि यसलाई लिसो कुन गाडी हो हामी गुवारकोमा आएको थिएन सातोबाट स्विमिङ पुल हेरेर अहिले त्यो टेस्ट ड्राइभ गरेर हाल्यो आफ्नो गाडी दिएर कार लामो क्या